सुन्दा मिठो लाग्छ, सुन्दा सान्त्वना दिन्छन्, सुन्दा मनलाई खुसी लाग्छ, तर अन्त्यमा आत्मा नष्ट गर्छन्। झुटा शिक्षाले चाहिँ जहिले पनि हामीलाई चाहिँ अनि आत्मा चाहिँ नष्ट गरिरहेको चाहिँ हुन्छ प्रिय मित्र। किनभने समय आइरहेको छ जब मानिसहरूले आफ्नो इच्छा अनुसार शिक्षाहरू थुपार्नेछन्, सही शिक्षाहरू मन पराउने छैनन्। दोस्रो तिमोथी 4:3 चाहिँ बाइबलमा चाहिँ भन्दछन्। झुटा शिक्षा किन मिठो हुन्छ त? कारण पश्चाताप बिनाको आशिषको प्रवचन र पापलाई सामान्य बनाउने अनि क्रुस बिनाको मुकुटको प्रचार र सबै ठिक छ, परमेश्वरले केही गर्नुहुन्न भन्ने त्यही सोच। विषमा चिनी मिसायो भने जिब्रोले मिठो स्वाद गुलियो पाउँछन्, तर शरीर चाहिँ मर्छन् प्रिय मित्र। झुटो शिक्षा मनलाई शान्ति दिन्छ तर आत्मा चाहिँ मार्छन्। बाइबलले झुटो शिक्षालाई के भन्छ? झुटा शिक्षकहरूबाट होशियार रहौ, उनीहरू भेडाको भेषमा आउँछन् तर भित्र चाहिँ बुवासोको भेषमा चाहिँ हुन्छन् भनेर चाहिँ भन्छन् प्रिय मित्र। झुटा भविष्यवक्ताबाट होशियार रहौ, उनीहरू भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ बुवासोको डरलाग्दो भेषमा चाहिँ आउँछन् भनेर चाहिँ भन्दछन्। बाहिरबाट राम्रो बोली हुन्छन्, मिठो प्रवचन हुन्छन् हैन, अनि ठुलो भिड हुन्छन्, तर भित्रबाट चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ सत्य हुँदैन, पश्चाताप हुँदैन, क्रुसको शिक्षा हुँदैन प्रिय मित्र। अदनको उदाहरण हामी हेरौँ। शैतानले हव्वालाई के भन्यो भने तिमीहरू मर्ने छैनौ, तिमीहरू परमेश्वर जस्तै हुनेछौ, परमेश्वरले यस्तो हुनबाट रोक्नु भएको छ भन्नुभयो। त्यो सबै झुटो थिए, ठो थियो, सुन्दा आकर्षक थियो, परिणाम पाप आयो, शरीर आत्मिक मृत्यु, शारीरिक मृत्यु आयो, परमेश्वरबाट अलग भई। झुटा शिक्षा सधैँ परमेश्वरको वचनमा सानो परिवर्तन गरेर नै आउँछन् प्रिय मित्रहरू। आजको जीवनबाट मानौ तपाईले बजारबाट रंगीन आकर्षक जुस ल्याउनु भयो, तर भित्र म्याच सकिएको थियो भने खाँदा पिउँदा मिठो लाग्छ, तर केही समय बिरामी हुनुहुन्छ, फुड पोइजन हुन्छ। त्यस्तै झुटो प्रवचन तुरुन्त खुसी लाग्छ अनि तर दीर्घकालमा आत्मिक नोक्सान हुन्छन् प्रिय मित्र। झुटो शिक्षाका चिन्हहरू पापलाई नमान्ने, क्रुस र बलिदानको कुरा नहुने, सबै बाटो स्वर्ग जान्छन् भनेर सिकाउने, मानिसलाई केन्द्रमा राख्ने, क्रिस्टलाई होइन, बाइबल भन्दा अनुभवलाई ठुलो बनाउने हैन। कसरी आफूलाई जोगाउने त? वचन जाँच्नु, सबै आत्मालाई विश्वास नगर्नु। पहिलो योहन्ना 4:1 भन्दछ, बाइबलसँग मेल खान्छ कि खाँदैन, सत्य छ कि छैन त्यो जाँच्ने, पवित्र आत्माको अगुवाई खोज्ने, पवित्र आत्माले सधैँ सत्यतर्फ ढोड्याउँनुहुन्छ। प्रियहरू, मिठो सुनिन्छ तर सबै कुरा सत्य हुँदैन। मिठो लाग्छ, आत्मा मार्न सक्छन्। सत्य कहिले पनि मिठो हुँदैन, तर सत्यले नै जीवन आत्मा बचाउँछ। येशूले भन्नुभयो, सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउने छ। योहन्ना 8:32 प्रभुले भन्नुभयो। आमेन। प्रभुले तपाईको जीवनमा आशिष दिनु।